बानी कसरी बन्छ, किन यति शक्तिशाली हुन्छ र सबैभन्दा महत्त्वपूर्ण तिनीहरूलाई आफ्नो हितमा प्रयोग गर्ने यसको वैज्ञानिक तर व्यावहारिक पक्ष बुझ्ने प्रयास गरौँ। ल सुरु गरौँ है त। एकदम। र यहाँनिर खै सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने बानीहरू स्वचालित देखिए पनि तिनीहरू हाम्रो नियति होइनन् क्या। ए मतलब तिनीहरू परिवर्तन गर्न सकिने संरचनाहरू हुन्। आजको छलफलले हामीलाई देखाउँछ कि कसरी साना हेर्दा सामान्य लाग्ने बानीले पनि कस्तो ठूलो र अर्थपूर्ण परिवर्तन ल्याउन सक्छ। हो र यो केवल इच्छा शक्तिको मात्र कुरा होइन, यसको पछाडि एउटा निश्चित विज्ञान छ। त्यो बुझेपछि परिवर्तन अझ सजिलो हुन्छ। हो त्यो विज्ञानकै कुरा गर्दा पुस्तकको केन्द्रमा रहेको अवधारणा हो ह्याबिट लूप, बानीको चक्र भनौँ न। ह्याबिट लूप यो एउटा साधारण तर एकदमै शक्तिशाली मोडल हो। यसले बताउँछ लगभग हरेक बानी कसरी बन्छ र चल्छ। यसका तीनवटा मुख्य भाव छन्। पहिलो हो क्यू, संकेत हो। यो त्यो ट्रिगर हो जसले हाम्रो दिमागलाई स्वचालित मोडमा जान र कुन बानी प्रयोग गर्ने भनेर बताउँछ। यो कुनै ठाउँ, समय, भावना, अरू मान्छे वा भर्खरै सकिएको कुनै काम हुन सक्छ। जस्तै बिहान आँखा खोल्ने बित्तिकै फोन हेर्न मन लाग्नु। हो नि, त्यो आँखा खोल्नु नै संकेत भयो। र यी संकेतहरू हामीले याद नगर्ने किसिमका पनि हुन सक्छ नै। कहिलेकाहीँ अफिसमा एउटा निश्चित समय जस्तै दिउँसो 3 बज्नु आफैमा कफी पिउने संकेत बन्न सक्छ। ए हो र? हो, वा कुनै विशेष खालको इमेल आयो कि तनाव भयो अनि सामाजिक सञ्जाल खोल्न मन लाग्यो। यी संकेतहरू चिन्नु नै त्यो चक्र बुझ्ने पहिलो कदम हो। त्यसपछि आउँछ दोस्रो चरण, रुटिन अर्थात् रुटिन व्यवहार हो। यो त्यो व्यवहार हो जुन संकेत पाएपछि हामी गर्छौं। यो शारीरिक हुन सक्छ, जस्तै फोन उठाएर स्क्रल गर्नु। मानसिक हुन सक्छ, कुनै कुरा सोच्न थाल्नु, वा भावनात्मक पनि, जस्तै अचानक चिन्तित हुनु। हाम्रो फोनको उदाहरणमा रुटिन भयो फोन समातेर फेसबुक वा समाचार हेर्न थाल्नु। र तेस्रो अनि सायद सबैभन्दा महत्त्वपूर्ण चरण हो रिवार्ड, इनाम। यो त्यो फाइदा हो जुन हामी रुटिन पूरा गरेपछि पाउँछौं। यसले हाम्रो दिमागलाई सिकाउँछ कि यो चक्र भविष्यमा दोहोर्याउन लायक छ। जस्तो फोन स्क्रोल गर्दा के इनाम मिल्ला? सायद नयाँ जानकारी पाएको अनुभूति, बोरियतबाट मुक्ति, वा त्यो सामाजिक सम्पर्कको झल्को। हो कफी पिउँदा ताजगी वा ऊर्जा। ठ्याक्कै यही इनामले नै त्यो बानीको चक्रलाई एकदम बलियो बनाउँछ क्या। जब यो संकेत, रुटिन, इनामको चक्र पटक पटक दोहोरिन्छ नि, यो हाम्रो दिमागको न्यूरल पाथवेमा एकदमै गहिरोसँग बस्छ। हो, छाप पर्छ। त्यसपछि हामीले सोच्नै पर्दैन, यो आफै हुन थाल्छ। यो त दिमागले ऊर्जा बचाउने एउटा चलाख तरिका हो, हैन र? एकदम चलाख। तर कहिलेकाहीँ यही चलाखीले हामीलाई नचाहिने बानीमा फसाइदिन्छ। हो त नि। हो, र यहाँनिर एउटा गहिरो कुरा लुकेको छ। हाम्रो दिमागले राम्रो र नराम्रो बानी छुट्याउँदैन। ए साँच्चै? उसले त केवल यो चक्र पूरा हुँदा इनाम मिल्यो कि मिलेन भन्ने कुरामा ध्यान दिन्छ। त्यसैले त हानिकारक बानीहरू पनि यति बलिया हुन्छन्। अचम्म। यो चक्रलाई बुझ्नु किन यति महत्त्वपूर्ण छ भने परिवर्तनको सुरुवात नै यही चक्रका पाटपुर्जाहरूलाई चिन्नुबाट हुन्छ। हो, जबसम्म हामीलाई थाहा हुँदैन कुन संकेतले कुन रुटिन सुरु गराउँछ र त्यसबाट हामी कुन इनाम खोजिरहेका छौं, तबसम्म त्यसलाई बदल्ने प्रयास हावामा तीर जलाए जस्तै हुन्छ। अब यहाँबाट कुरा अझै रोचक मोड लिन्छ। पुस्तकले भन्छ सबै बानीहरू समान शक्ति र प्रभावका हुँदैनन्। चार्ल्स ड्युहेगले कीस्टोन ह्याबिट्स अर्थात् मुख्य बानीहरूको अवधारणा अघि सारेका छन्। हो, कीस्टोन ह्याबिट्स यी यस्ता विशेष बानी हुन् जसलाई अपनाउँदा डोमिनो इफेक्ट जस्तै अरू धेरै सकारात्मक बानीहरू स्वतः विकसित हुन थाल्छन्। यिनीहरूले परिवर्तनको लहर नै सृजना गर्छन् अरे। यो अवधारणा निकै शक्तिशाली छ वास्तवमा। यसको अर्थ के हो भने हामीले आफ्नो जीवनका हरेक पक्षलाई एकैचोटि बदल्न सङ्घर्ष गर्नु पर्दैन। बरु एउटा वा दुईवटा सही मुख्य बानी पहिचान गरेर त्यसमा ध्यान केन्द्रित गर्यो भने त्यसले अनपेक्षित रूपमा जीवनका अन्य क्षेत्रमा पनि सुधार ल्याउन सक्छ। कसरी? यी बानीहरूले हामीलाई ससाना सफलताहरू दिलाउँछन् जसले हाम्रो आत्मविश्वास बढाउँछ र म त परिवर्तन हुन सक्ने रहेछु भन्ने भावना जगाउँछ।
एउटा प्रमुख उदाहरण पुस्तकमा नियमित व्यायामलाई दिएको छ हैन? हो, व्यायाम। जब मानिसहरूले नियमित व्यायाम गर्ने बानी बसाल्छन्, अध्ययनहरूले देखाएका छन् कि उनीहरू बिना कुनै अतिरिक्त प्रयास नै स्वस्थ खान थाल्छन् रे। हो, त्यो देखिन्छ। उनीहरूको काममा उत्पादकत्व बढ्छ, कम धूम्रपान गर्छन्, परिवार र सहकर्मीहरूसँग बढी धैर्यवान हुन्छन्, क्रेडिट कार्ड कम प्रयोग गर्छन्, तनाव पनि कम महसुस गर्छन्। यो त अचम्मै भयो। व्यायामले यति धेरै कुरा कसरी जोड्छ होला? यसको पछाडिको कारण के हुन सक्छ भने व्यायाम जस्ता मुख्य बानीहरूले हाम्रो आत्मनियन्त्रण र अनुशासन जस्ता आधारभूत क्षमताहरूलाई बलियो बनाउँछन् क्या। ए यी क्षमताहरू एउटा क्षेत्रमा मात्र सीमित रहँदैनन्, यिनीहरू जीवनका अन्य क्षेत्रमा पनि फैलिन्छन्। व्यायामले हामीलाई योजना बनाउन, लक्ष्य निर्धारण गर्न र त्यसलाई पूरा गर्न सिकाउँछ। यसले हाम्रो मस्तिष्कको एक्जिक्युटिभ फङ्क्सनलाई तालिम दिन्छ, जुन अरू राम्रा निर्णयहरू लिन पनि आवश्यक पर्छ। अर्को एउटा सानो तर उस्तै शक्तिशाली उदाहरण पनि छ, हरेक बिहान आफ्नो खाट मिलाउने बानी। खाट मिलाउने सुन्दा कति सामान्य लाग्छ। हो नि, तर पुस्तकले यसलाई पनि सम्भावित मुख्य बानीको रूपमा हेरेको छ। किन होला? किनभने यसले दिनको सुरुवातमा नै एउटा सानो काम सफलतापूर्वक सम्पन्न गरेको भावना दिन्छ। यो अनुशासनको पहिलो सानो अभ्यास हो, जसले दिनभरि अन्य कामहरू व्यवस्थित रूपमा गर्ने मानसिकता सृजना गर्न मद्दत गर्छ। त्यो नेभी सिलका एडमिरलको भाषण पनि थियो नि यसबारे। ए हो, मैले नि सुनेको थिएँ त्यो। हो, यसले के देखाउँछ भने मुख्य बानीहरू सधैँ ठूला र कठिन हुनुपर्छ भन्ने छैन। कहिलेकाहीँ सानो व्यवस्थित बानीले पनि ठूलो मनोवैज्ञानिक प्रभाव पार्न सक्छ। मुख्य कुरा हो यस्तो बानी खोज्नु जसले सकारात्मक श्रृङ्खलाबद्ध प्रतिक्रिया सुरु गरोस्। यसले एउटा संस्कृति सिर्जना गर्छ, चाहे त्यो व्यक्तिगत होस् वा सङ्गठनात्मक, जहाँ परिवर्तन र सुधार स्वाभाविक लाग्न थाल्छ। त्यसो भए अब सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आउँ। यदि कुनै बानी बदल्नु छ भने कसरी गर्ने त? हो, यो मुख्य प्रश्न हो। के हो भने पुरानो बानीको सङ्केत, क्यू र त्यसबाट प्राप्त हुने इनाम, रिवार्डलाई जस्ताको तस्तै राख्नुहोस्। सङ्केत र इनाम उही हो, केवल बीचको रुटिनलाई एउटा नयाँ सकारात्मक रुटिनले बदल्नुहोस्। यो नियम किन यति प्रभावकारी छ भने यसले हाम्रो दिमागको त्यो गहिरो चाहना, त्यो इनामप्रतिको भोकलाई व्यवस्था गर्दैन क्या। बानीहरू पूर्ण रूपमा मेटिएर जाँदैनन्, तिनीहरू हाम्रो दिमागमा रहिरहन्छन्, तर हामी पुरानो सङ्केत आउँदा नयाँ रुटिन अपनाउन सिकेर पुरानो बानीलाई ओभरराइड गर्न सक्छौँ। जस्तो कि पुरानो न्युरल पाथवे कमजोर हुँदै जान्छ र नयाँ बलियो बन्छ। एउटा उदाहरण हेरौँ न त। मानिलिउँ कसैलाई हरेक दिउँसो 3 बजे अफिसमा काम गर्दा बोरियत महसुस हुन्छ। 3 बजेको बोरियत। ऊ उठेर क्यान्टिन जान्छ र गुलियो कुकिज किनेर खान्छ। रुटिन, यसबाट उसलाई तत्काल चिनीको ऊर्जा र केही बेर कामबाट ध्यान हटाउने अवसर मिल्छ। हो, त्यो चक्रीय भयो। अब यो बानी बदल्न उसले सङ्केत, बोरियत र इनाम, ऊर्जा, ध्यानभङ्गलाई सम्बोधन गर्नुपर्छ। कुकिज खानुको सट्टा ऊ त्यही 3 बजे 5 मिनटको लागि छिटो हिँड्न बाहिर जान सक्छ, वा कुनै सहकर्मीसँग काम बाहेकको कुरा गर्न सक्छ। नयाँ रुटिन, यसले पनि उसलाई उस्तै इनाम, ऊर्जाको सानो वृद्धि र कामबाट विश्राम दिन सक्छ, तर अस्वस्थकर रुटिन बिना। हो, तर यहाँ एउटा महत्त्वपूर्ण पक्ष छ है, जसलाई अक्सर बेवास्ता गरिन्छ। त्यो हो हामीले खोजिरहेको वास्तविक इनाम के हो भनेर पत्ता लगाउनु। त्यो पनि थाहा पाउनु पर्यो। एकदम। के त्यो कुकिजको गुलियो स्वाद थियो, कि चिनीबाट आएको क्षणिक ऊर्जा, कि कामबाट केही बेरको छुटकारा, वा सहकर्मीहरूसँगको त्यो सामाजिक सम्पर्क थियो? कसरी थाहा पाउने त? यो पत्ता लगाउन अलिकति परीक्षण र आत्मनिरीक्षण गर्नुपर्ने हुन सक्छ। जबसम्म हामी सही इनाम पहिचान गर्दैनौँ, नयाँ रुटिनले त्यो भोक मेटाउन सक्दैन र पुरानो बानी फेरि फर्केर आउन सक्छ। भनेपछि ट्राई गर्नु पर्यो? हो, सायद फरक दिनमा फरक रुटिन प्रयोग गरेर हेर्नुपर्छ कुनले त्यो भित्री चाहना पूरा गर्छ भनेर। यो कुराले मलाई अर्को अचम्म लाग्दो तथ्याङ्कमा पुर्याउँछ, जुन पुस्तकमा उल्लेख छ। अनुसन्धानले देखाउँछ रे कि हाम्रो दैनिक जीवनका लगभग 40% देखि 45% कार्यहरू सचेत निर्णयको परिणाम होइनन्। 40-45%? हो, बरु ती बानीहरू हुन्।
एकछिन सोचौँ त, बिहान उठेदेखि राति नसुतुन्जेल हामी कति धेरै कामहरू लगभग स्वचालित रूपमा गर्छौं। गर्छौं। दाँत माझ्ने तरिका, कफी बनाउने विधि, अफिस जाने बाटो, इमेल चेक गर्ने बानी, खाजा खाने समय। हो नि। यो त झण्डै आधा दिन अटोमेटिक पाइलट मोडमा चले जस्तो भयो। हो, यो सुन्दा सुरुमा अलि डरलाग्दो लाग्न सक्छ कि हाम्रो जीवनको यति ठूलो हिस्सा हाम्रो सचेत नियन्त्रण बाहिर छ। हो त। तर यो वास्तवमा हाम्रो दिमागको विकासको क्रममा बनेको एउटा अत्यन्तै प्रभावकारी प्रणाली हो। यसले हाम्रो मानसिक ऊर्जा बचाउँछ ताकि हामीले हरेक सानो निर्णयमा सोचेर समय बर्बाद गर्नु नपरोस्। जटिल कुरा सोच्नलाई ऊर्जा बच्यो। हो, तर यो ज्ञानको अर्को पाटो झनै शक्तिशाली छ। जब हामी यो 40% को हिस्साबारे सचेत हुन्छौं, हामी त्यो अटोमेटिक पाइलटलाई निहाल्न र आवश्यक परेमा त्यसलाई पुनः प्रोग्राम गर्न सक्छौं। नियन्त्रण लिन सकियो। हो, यसले हामीलाई आफ्नो जीवनमाथि थप नियन्त्रण र छनौटको अवसर दिन्छ। र यो बानीको शक्ति व्यक्तिगत जीवनमा मात्र सीमित छैन हैन त, यो संगठन, व्यवसाय र समुदायमा पनि उत्तिकै शक्तिशाली रूपमा काम गर्छ। एकदमै। पुस्तकमा यसका उत्कृष्ट उदाहरणहरू छन्, जस्तै स्टारबक्सले कसरी आफ्ना कर्मचारीहरूलाई ग्राहकको गुनासो वा रिस व्यवस्थापन गर्ने विशेष बानीहरू सिकाउन लाखौं डलर लगानी गर्यो भन्ने कथा छ। हो, त्यो ल्याटे विधि। लाटे के हो त्यो? LATTE को अर्थ हो लिसन, सुन्नुहोस्, एक्नोलेज, स्वीकार्नुहोस्, टेक एक्सन, समस्या समाधानको लागि कदम चाल्नुहोस्, थ्याङ्क, ग्राहकलाई धन्यवाद दिनुहोस्, र एक्सप्लेन, किन यस्तो भयो भनेर व्याख्या गर्नुहोस्। कति स्पष्ट रहेछ। हो, यो एउटा स्पष्ट रुटिन थियो जुन कर्मचारीहरूले तनावपूर्ण अवस्थामा प्रयोग गर्न सक्थे। यसले उनीहरूलाई आत्मविश्वास दियो र कठिन ग्राहकहरूलाई पनि सन्तुष्ट पार्न मद्दत गर्यो। परिणाम के भयो त? परिणाम, स्टारबक्सको ग्राहक सेवा र कर्मचारी सन्तुष्टि दुवैमा ठूलो सुधार आयो। यो संगठनात्मक बानीको एकदमै राम्रो उदाहरण हो। अर्को झनै नाटकीय उदाहरण अल्कोआको छ, त्यो एल्युमिनियम कम्पनी हो। पल ओनिलको कथा। सन् 1987 मा जब पल ओनिल CEO बने, उनले लगानीकर्ताहरूसँगको पहिलो भेटमा नाफा, बिक्री वा रणनीतिबारे कुरै गरेनन्। बरु उनले भने, म एल्कोआलाई अमेरिकाको सबैभन्दा सुरक्षित कम्पनी बनाउन चाहन्छु। मेरो लक्ष्य 0 चोटपटक हो। लगानीकर्ताहरू तर्सियो होलान् नि। ओ त, कतिले त आफ्नो शेयर बेच्न सल्लाह दिए, उनीहरूलाई लाग्यो यो मान्छेलाई व्यापार कसरी चलाउने थाहा छैन। तर ओनिलले सुरक्षालाई कम्पनीको नम्बर 1 प्राथमिकता, एक मुख्य बानी, कीस्टोन ह्याबिट बनाए। उनले एउटा नियम लागू गरे, कुनै पनि दुर्घटना हुँदा 24 घण्टाभित्र युनिट प्रमुखले सिधै उनलाई रिपोर्ट गर्नुपर्नेछ। सिधै CEO लाई? हो, र त्यो दुर्घटना फेरि नहोस् भनेर रोकथामको योजना पनि पेश गर्नुपर्नेछ। यो एउटा सानो नियमले ठूलो प्रभाव पार्यो। कसरी? यो नियम पालना गर्न युनिट प्रमुखहरूलाई तल्लो तहका कर्मचारीहरूसँग राम्रो सञ्चार गर्नुपर्ने भयो। उनीहरूले प्रक्रियाहरू बुझ्नुपर्ने भयो, सुधारका उपायहरू खोज्नुपर्ने भयो। सबै तहमा संवाद बढ्यो? हो, परिणाम के भयो त? परिणाम, ओनिलको कार्यकालमा एल्कोआको चोटपटक दर नाटकीय रूपमा घट्यो, तर त्योभन्दा पनि अचम्मको कुरा, कम्पनीको उत्पादकत्व हत्तै बढ्यो, लागत घट्यो र उनको नेतृत्वमा एल्कोआको बजार मूल्य 5 गुणाले बढ्यो। अविश्वसनीय। सुरक्षामा ध्यान दिँदा नाफा बढ्यो। हो, सुरक्षामा ध्यान केन्द्रित गर्ने एउटा मुख्य बानीले कम्पनीको सञ्चार, दक्षता र समग्र संस्कृतिलाई नै रूपान्तरण गरिदियो। यसले देखाउँछ कि सही संगठनात्मक बानीले कसरी अप्रत्याशित तरिकाले सफलता दिलाउन सक्छ। यदि हामी यसलाई अझ फराकिलो दृष्टिकोणबाट हेर्छौँ भने यसले के देखाउँछ भने संस्थागत बानीहरूले कम्पनीको संस्कृति र अन्तिम नतिजालाई कसरी अदृश्य रूपमा निर्देशित गर्छ। नेतृत्वको भूमिका यहाँ महत्त्वपूर्ण हुन्छ। नेताहरूले जानाजानी यस्ता सकारात्मक मुख्य बानीहरू डिजाइन र प्रवर्धन गर्न सक्छन् जसले सम्पूर्ण सङ्गठनलाई फाइदा पुर्याउँछ। यो केवल नियम बनाउने कुरा होइन, यो संस्कृति निर्माण गर्ने कुरा हो। र यो शक्ति समाज स्तरमा पनि देखिन्छ, होइन र? पुस्तकले अमेरिकाको नागरिक अधिकार आन्दोलन, सिभिल राइट्स मुभमेन्टको उदाहरण दिन्छ। हो,
रोजा पार्क्स र मोन्टगोमरी बस बहिष्कार। सन् 1995मा रोजा पार्क्सले बसमा आफ्नो सिट छोड्न अस्वीकार गरेपछि सुरु भएको त्यो आन्दोलन 381 दिनसम्म चल्यो र सफल भयो। यो सफलता केवल एक व्यक्तिको साहस वा तत्कालीन रिसको परिणाम मात्र थिएन। यसमा त्यस समुदायमा पहिलेदेखि नै विद्यमान बलियो सामाजिक बानीहरूले ठूलो भूमिका खेलेको थियो। कस्ता बानीहरू? विशेष गरी अश्वेत समुदायको चर्च जाने, एकअर्कालाई सहयोग गर्ने र सामूहिक रूपमा भेला हुने बलियो परम्परा थियो। मार्टिन लुथर किङ जुनियर जस्ता नेताहरूले यी विद्यमान सामाजिक सञ्जाल र बानीहरूलाई नै आन्दोलनको आधार बनाए। पहिलेकै संरचना प्रयोग गरे। हो, चर्चहरू बैठक स्थल बने, मित्रताको सञ्जालले सूचना प्रवाह र ऐक्यबद्धता कायम राख्न मद्दत गर्यो। उनीहरूले यी पुरानो सामाजिक बानीहरूलाई उपयोग गर्दै नयाँ शक्तिशाली सामूहिक बानीहरू सृजना गरे, जस्तै शान्तिपूर्ण विरोध प्रदर्शनमा भाग लिने, बहिष्कारलाई निरन्तरता दिने र अहिंसाको सिद्धान्त अपनाउने। यी साझा बानीहरूले मानिसहरूलाई डर र धम्कीको बावजुद पनि एकताबद्ध र दृढ बनाइराख्यो। यसले के प्रश्न पार्छ भने बानी व्यक्तिगत मात्र होइन, यो सामूहिक पनि हुन्छ। साझा बानीहरूले समुदाय र समाजलाई जोड्छन्, पहिचान दिन्छन् र ठूलो स्तरको परिवर्तनलाई सम्भव तुल्याउँछन्। र जब ती सामाजिक बानीहरू सकारात्मक परिवर्तनको पक्षमा निर्देशित हुन्छन्, तिनीहरू अविश्वसनीय रूपमा शक्तिशाली हुन्छन्। तर यसको अर्को पाटो पनि छ नि। के? हानिकारक वा यथास्थितिवादी सामाजिक बानीहरूले प्रगतिलाई रोक्न र अन्यायलाई निरन्तरता दिन पनि सक्छन्। त्यसैले सामाजिक परिवर्तनका लागि पनि यी अदृश्य बानीहरूलाई बुझ्नु र सम्बोधन गर्नु जरुरी हुन्छ। अब बानी परिवर्तनको यो सबै कुराकानीमा एउटा तत्त्व बारम्बार आउँछ, त्यो हो इच्छा शक्ति। हो, विल पावर। धेरै मानिसहरू सोध्छन् कि उनीहरू बानी बदल्न सक्दैनन् किनभने उनीहरूमा पर्याप्त इच्छा शक्ति छैन। तर पुस्तकले इच्छा शक्तिलाई हेर्ने फरक दृष्टिकोण प्रस्तुत गर्छ। के भन्छ त? रोचक कुरा के छ भने इच्छाशक्ति कुनै जन्मजात गुण मात्र होइन, यो एउटा सिप जस्तै हो, अझ भनौँ भने यो एउटा मांसपेशी जस्तै हो, जसलाई अभ्यासले बलियो बनाउन सकिन्छ। बिल्कुल, मांसपेशी जस्तै। स्ट्यानफोर्डको त्यो प्रसिद्ध मार्शमेलो टेस्टको लामो अवधिको अध्ययनले देखाएको थियो नि। मार्शमेलो टेस्ट। बाल्यकालमा तत्कालको सन्तुष्टि मार्शमेलो खानेलाई रोकेर आत्मनियन्त्रण देखाउन सक्ने बच्चाहरू पछि जीवनमा शैक्षिक र अन्य क्षेत्रमा बढी सफल भए। हो र? हो, अन्य अध्ययनहरूले पनि के देखाएका छन् भने जसले आफ्नो इच्छा शक्तिलाई नियमित रूपमा सानो सानो कुरामा अभ्यास गर्छन्, जस्तै नियमित व्यायाम गर्ने लक्ष्य पूरा गर्ने वा पैसा बचत गर्ने बानी बसाल्ने, उनीहरूको समग्र इच्छा शक्ति बढ्छ। एउटा क्षेत्रमा बलियो भएको इच्छा शक्तिको मांसपेशीले अर्को क्षेत्रमा पनि मद्दत गर्छ। हो, त्यस्तै देखिन्छ। तर यहाँ बुझ्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा छ, यो मांसपेशी जस्तै इच्छा शक्ति पनि प्रयोग गर्दा थाक्छ। हो, थाक्छ। यो असीमित स्रोत होइन। हामीले दिनभरि जति धेरै निर्णयहरू लिन्छौं, जति धेरै प्रलोभनहरूलाई प्रतिरोध गर्छौं, हाम्रो इच्छा शक्ति त्यति नै कमजोर हुँदै जान्छ। त्यसैले त अक्सर दिनको अन्त्यमा हामी डायट तोड्छौं वा व्यायाम छोड्छौं वा नराम्रो बानीमा फर्किन्छौं नि। हो त नि। बल्ल कुरा बुझियो। हो, र यहीँनिर बानीको महत्त्व अझ प्रष्ट हुन्छ। राम्रो बानीहरू बसाल्नु भनेको इच्छा शक्ति माथिको निर्भरता कम गर्नु हो। जब कुनै व्यवहार बानी बन्छ, त्यो स्वचालित हुन्छ। त्यसलाई गर्न हामीलाई हरेक पटक इच्छा शक्तिको प्रयोग गरिरहनु पर्दैन। त्यसले त इच्छा शक्ति जोगायो नि। ठ्याक्कै। यसले हाम्रो सीमित इच्छा शक्तिलाई दिनका अन्य चुनौतीपूर्ण कार्यहरू वा अप्रत्याशित अवस्थाहरूका लागि जोगाउन मद्दत गर्छ। त्यसैले बानी बनाउनु सुरुमा इच्छा शक्तिको लगानी हो, तर एक पटक बनिसकेपछि यसले हाम्रो इच्छा शक्तिलाई जोगाउँछ। अनि मुख्य बानीले झनै मद्दत गर्यो। हो, मुख्य बानीहरूले यसमा झनै मद्दत गर्छन् किनकि तिनीहरूले आत्मनियन्त्रणको समग्र भावनालाई नै बलियो बनाउँछन्। त्यसो भए आजको यो गहिरो विश्लेषणबाट हामीले के सार निकाल्न सक्छौं त? पहिलो, हाम्रो जीवनको एउटा ठूलो हिस्सा, करिब 40% स्वचालित बानीहरूले चलेको छ, चाहे हामीलाई थाहा होस् वा नहोस्। हो, त्यो 40% को कुरा। दोस्रो, बानीहरू अपरिवर्तनीय छैनन्, तिनीहरूलाई बुझेर बदल्न सकिन्छ, खास गरी बानी बदल्ने सुनौलो नियम प्रयोग गरेर। संकेत र इनाम उही राखेर केवल रुटिन बदल्ने। सुनौलो नियम एकदम महत्त्वपूर्ण।
तेस्रो, मुख्य बानी कीस्टोन ह्याबिट्स पहिचान गरेर त्यसमा काम गर्दा जीवनका धेरै क्षेत्रमा सकारात्मक डोमिनो इफेक्ट सिर्जना हुन सक्छ। हो, किस्टोन ह्याबिट्स। चौथो, इच्छा शक्ति एउटा मांसपेशी जस्तै हो जसलाई बलियो बनाउन सकिन्छ, तर यो सीमित छ र राम्रो बानीहरूले यसलाई जोगाउन मद्दत गर्छन्। इच्छा शक्ति र बानीको सम्बन्ध। र अन्त्यमा, बानीको यो अदृश्य शक्ति व्यक्तिगत जीवनमा मात्र होइन, सङ्गठन र समाजलाई समेत आकार दिन उत्तिकै प्रभावशाली छ। पुस्तककै शब्दमा भन्नुपर्दा, परिवर्तन सजिलो नहुन सक्छ, छिटो पनि नहुन सक्छ, तर सही औजार प्रयोग गरेर लगभग कुनै पनि बानीलाई फेरबदल गर्न सकिन्छ। एकदमै सान्दर्भिक भनाइ। र अब जब हामीलाई थाहा हुन्छ कि हाम्रो दिनको यति ठूलो हिस्सा स्वचालित बानीले चलेको छ, यसले एउटा महत्त्वपूर्ण प्रश्न उब्जाउँछ नि। के प्रश्न? एक क्षण रोकिएर केवल जिज्ञासावश आज हामीले दिनभरि गरेको कुनै एउटा सानो सामान्य लाग्ने कामलाई निहाल्न सक्छौं कि? जस्तै? त्यो चाहे बिहान उठ्ने बित्तिकै फोन हेर्ने बानी होस्, वा खाजा खाने बेला टिभी खोल्ने, वा कसैसँग कुरा गर्दा हात बाँध्ने तरिका। त्यसको पछाडिको सङ्केत के थियो होला? त्यो खास रुटिन के थियो? र त्यसबाट हामीले अवचेतन रूपमा कुन सन्तुष्टि वा इनाम खोजिरहेका थियौं होला? जजमेन्ट नगरी खाली हेर्ने हो, कुनै फैसला नगरी केवल एक पर्यवेक्षकको रूपमा। यो सानो अभ्यासले पनि हामीलाई आफ्नो व्यवहारबारे यस्तो अन्तर्दृष्टि दिन सक्छ जुन सायद कुनै ठूलो परिवर्तनको पहिलो तर महत्त्वपूर्ण पाइला बन्न सक्छ। यो त निकै गहिरो सोचाइ भयो। धन्यवाद। धन्यवाद।